धन्यवाद आजको यस कार्यक्रमको अध्यक्षता गर्नुहुने अध्यक्ष कमरेड, उपस्थित सम्पूर्ण नेता कमरेडहरू, नेतागणहरू, यहाँ उपस्थित सम्पूर्ण कार्यकर्ता तथा गणतन्त्रवादी सम्पूर्ण शुभचिन्तक महानुभावहरूमा मेरो टिका पोखरेल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट सङ्ग्रामी अभिवादन। अब हामी नेपाली जनताले अथक प्रयासबाट ठुलो त्याग तपस्या र बलिदानीबाट सङ्घर्षबाट प्राप्त गरेको एउटा उपलब्धि, महान उपलब्धि प्राप्त गरेको दिन आज गणतन्त्र पाएको दिन। गणतन्त्र दिवसको सन्दर्भमा हामीले त्यति धेरै म चाहिँ धेरै विचार भएको छुइनँ, धेरै त्यस्तो आत्तिएको पनि छुइनँ। लोकतन्त्रमा गणतन्त्रमा फरक विचार राख्नेहरूले बोल्न पाउनुपर्छ, उहाँहरूले पनि राजा ल्याउनुपर्छ भन्ने साथीहरूले बोलेका छन्, त्यो अधिकार प्रयोग गरेर बोलेका हुन्। तर राजा आउँछ भन्ने सन्दर्भमा चाहिँ यहाँ म चाहिँ मेरो विचार के लाग्छ भने स्यालले बाघको शिकार गर्छु भने जस्तै राजा ल्याउनु भनेको छ। स्यालले कहिले पनि बाघको शिकार गर्न सक्दैन। स्याल आफै अभिगत भएर बसेको छ, मरेको सिनु खाएर बाँचेको छ, उसले बाघको शिकार गर्छु भन्दा नपत्याउने कुरा। त्यसो भएकोले गर्दाखेरि हामीले गणतन्त्रको पक्षमा अझ भन्नुपर्दाखेरि सुधारेको गणतन्त्रको पक्षमा अझ त्योभन्दा अगाडि बढ्दाखेरि समाजवादी गणतन्त्रको पक्षमा हामीले चाहिँ आफूलाई उभ्याउनुपर्छ। हामीले मरेको त्यो लास फेरि भूतप्रेत भएर आउँछ, त्यो भूतप्रेतले फेरि सत्ता कब्जा गर्छ भन्ने कुरा हामीले त्यो दिमागबाट हटाइदिनुपर्छ। त बेला बेला दुःख दिन्छ भूतप्रेतले, केही समयसम्म भूतप्रेतले दुःख दिन्छ, त्यो मात्रै हो भन्ने हिसाबले बुझ्नु जरुरी छ भन्ने चाहिँ म आफ्नो धारणा राख्न चाहन्छु। त्यहाँभन्दा बढी अरू केही पनि होइन। र अब बरु हामीले यहाँ समीक्षा गर्ने बेला भएको छ। गणतन्त्रवादी हामी शक्तिहरूले आफूतिर फर्केर हेर्नु पर्ने बेला भएको छ। केही यो शिशु गणतन्त्रमा हामी गणतन्त्रवादी शक्तिहरूले आफूमा भएका स्वाभाविक र कतिपय अस्वाभाविक खालका कमजोरीहरूको कारणबाट जनतामा केही समस्याहरू पैदा भएको छ। जनतामा बुझ्ने सवालमा, गणतन्त्र बुझ्ने सवालमा चाहिँ होइन, गणतन्त्रवादी नेताहरूको पनि यस्तो खालको समस्या हुँदो रहेछ भन्ने हिसाबले चाहिँ फेरि अँध्यारो युग फर्काउन चाहनेहरूले चाहिँ भ्रमको खेती गर्दै जनतालाई चाहिँ फेरि राजा भनी तर्साइरहेको अवस्था छ। त्यसो हुँदा अब यो गणतन्त्र विकल्पमा सुधारेको गणतन्त्र मात्रै हुनसक्छ भन्ने कुरा राख्दै म कार्यक्रमको चापलाई, समयको चापलाई मध्यनजर गर्दै बिदा हुन चाहन्छु। हवस् त। धन्यवाद। गणतन्त्रको विकल्प सुधारेको गणतन्त्र मात्रै हो।